श्रीमन नारायणको उज्यालोको प्रकाशले सब गुण भर्ने हो। राधे राधे। गुरुरु ब्रह्मा गुरुरु विष्णु गुरुरु महेश सङ्गमका उज्यालाका प्रकाश हुन्। त्यसैले गुरुको आँचलमा सत्यका सब गुण छन्। सत्यका सब गुणले संसार सृष्टि जगतको रक्षा गर्छ। भगवानको ज्ञानले सबैलाई सिद्ध गर्छ। तथ्यले भनेको छु, संसार सृष्टि जगतमा सब गुणको मात्राको आवश्यकता। त्रिकुम्प अज्ञान्त्रि इच्छान्तम यदभि शुभ अध्याति वरष्ट यज्ञभि भावन्तम सङ्गभ शुभ अक्षेतम सङ्गभ रूपम प्रशस्त। सिद्धको अर्थ जगतलाई जोगाउनु हो। महादेवको उज्यालोको प्रकाशले सबैको रक्षा गर्छ। सिद्धिको ज्ञानले परमात्माको सब गुणलाई शुद्ध प्रक्रियाका प्रशस्त दिन्छ। सत्यका भाव दिन्छ। यज्ञका प्रतिक्रिया दिन्छ। राधे राधे। भगवान गणेशको प्रकाशमा शुद्ध प्रकाशको अर्थ छ। राधे राधे। विश्वासको भावले मनमा सत्रप अध्यात्मका गुरु आँचल प्रशिष्टका बाचा खोल्छन्। महादेवको बात्र अध्यात्मले शुद्ध भावलाई जगाउँछ। रुद्रीले संसारलाई बचाउँछन्। धरती र आकाश जोड्नको लागि महाकालको स्वरूपमा उत्तम प्रकाशको अर्थ सिद्ध छ। राधे राधे। महाअष्टमी महादेवको स्व अजस्ट छ। महादेवको सभद्र छ। महादेवको शुभ अद्र छ। प्रदक्षितम शवभद्रतम सिद्ध सम अङ्गभि। राधे राधे। गुरु ज्ञानबाट मात्र ज्ञान सिद्ध छ। सर्वनामका गुणहरूमा सब गुण छन्। देवी देवताको पूजामा सत्यको वास छ। राधे राधे। गुरुरु ब्रह्मा गुरुरु विष्णु गुरुरु महेश सम्पन्न छन्। सत्यका पुष्पहरूबाट मात्र सब प्रक्रियाका मात्रा खुल्छन्। भगवानको उज्यालोको प्रकाशले सब गुण दिन्छ। राधे राधे। सत्सङ्गबाट ज्ञान मात्र अध्यात्ति हुन्छन्। ज्ञानका पुष्पलाई प्रशस्त भन। ज्ञानका गुरुलाई प्रतीक भन। राधे राधे। गुरु ज्ञानबाट लिएको ज्ञान प्रतीकको अर्थबाट सिद्ध छ। राधे राधे। राधे राधे। यज्ञको तपलाई सत्यको मात्रा छ। राधे राधे। विश्वासको मनोभावलाई जगतको अर्थ छ। राधे राधे। भुवम प्रसिद्ध अर्थका गुणलाई सब गुणको उज्यालोको प्रकाश छ। राधे राधे। सत्यको उज्यालोको प्रकाशले सिद्ध बनाउँछ। राधे राधे। भगवानको सब गुणले उज्यालोको प्रकाशमा प्रतीकको अर्थ दिन्छ। राधे राधे। विश्वासको मनोभावले जगतमा शुद्ध कर्म गर्ने इच्छा जगाउँछ। राधे राधे। विभिन्न तरङ्गबाट सिद्ध ज्ञानलाई प्रसिद्ध उत्तम भाव दिनको लागि सद्गुणको उज्यालोको प्रकाशको मात्रामा सिद्ध अति उत्तम एकचित्त भाव राखेर अघि बढ्नुपर्छ र भगवानको सदैव उत्तम प्रकाशले प्रकृतिको